नमस्कार, म नुवाकोट जिल्लाबाट अमृत तिवारी। कालिजले अन्डा यसरी पार्छ है। अहिले अन्डाको सिजन भएको भएर देखाइदिरहेको छु। र यिनीहरू ब्रिडको लागि राखिएको भालेहरू हो। हामीले आजको दिनसम्म चाहिँ इनब्रिडिङबाट जोगाएरै काम गरिराखेका छौँ। फरक लाइनको भाले र फरक लाइनको पोथीहरू नै राखिरहेका छौँ अहिलेसम्म। हामीले पुरै अर्ग्यानिक तरिकाले राखिरहेका छौँ। यस्तो जालीभित्र बस्छ कालिजहरू सबै। यस्तो घारीहरू छ जम्मै घाँसहरू। यो घाँसभित्र रहन्छ कालिजहरू जम्मैलाई। माथिल्लो भाग अलिकति खुल्ला छ, नत्रहरू चाहिँ सबै एकनासको घाँस छ होला। नेचुरल रूपले राखिदिएका छौँ। अहिले 3 वर्षको उमेर भएको भालेहरू बिक्री गरेर सकियो। अब हामीसँग ब्रिडको लागि मात्रै बाँकी छ। यिनीहरू मजासँग लागिरहेछन्, त्यो भएर यिनीहरूको पुच्छाराहरू चाहिँ अहिले घटेको छ। र हामी कहाँ चाहिँ बढी खाना अहिले यसपालि किम्बु छ है। अहिलेको सिजनमा कालिजले दाना घाल्नै पर्दैन। यस्तो फल्या हुन्छ होइन, यसरी झारिदियो, यसरी झर्छ, यसरी झर्नु यिनीहरू आफै झारेर खाइरहेको हुन्छ। यो मैले झार्नै पर्दैन होइन। पुरै किम्बु हो यो। यस्तो पाकेको छ यो किम्बु चाहिँ। सबै कालिजलाई आहार भइरहेछ। यति धेरै पाकेको छ ल। यति राम्रा भालेहरू पनि छन्। पोथीहरू भए यता यिनीहरू हुर्किँदैछन्। यस्तो घारी छ है हाम्रो कालिजको खोर, कालिज बस्ने ठाउँहरूमा। माथि त्यस्तो भयो, भुइँ यस्तो छ। सब रुखमा बस्छन्, भित्रभित्र बस्छन्। पुरै अर्ग्यानिक नेचुरल रूप दिएको छ हामीले कालिजलाई। यो जम्मै तरकारी खाने अन्डाहरू हो। हामीसँग यतिखेर 130 गोला सेराना जातका मौरीहरू रहेका छन्। हाम्रो कालिजको खोरभित्र पुरै यस्तो जङ्गल छ होला। अब अहिले यो वैशाखको आज 3 गते भयो र हामी कहाँ चाहिँ यतिको हरियाली छ। हामीले यही एरियाको घाँसहरू लिएर आएर बाख्रालाई खुवाइराखेका छौँ। अब हावाहुरी आउनु सुरु भइरहेछ। हावा चल्दैछ इसारङ रङ रङ। हाम्रो एरिया चाहिँ यतिको छ है साथी हो। त्यो घाँस खेती गरौँ। घाँस खेती नगरिकन बाख्रालाई हुँदैन। क्या हावा चलेको। यता पछाडिको भाग यस्तो छ। चैत वैशाखमा यतिको भयो भने पनि खुवाउनलाई समस्या हुँदैन कि।